दमक नगरपालिका वडा नम्बर 2 मा सञ्चालित मानव सेवा उद्धार आश्रम हाल गम्भीर विवादमा तानिएको छ। आश्रममा रहेका असहाय वृद्ध, अशक्त तथा समाजबाट विमुख व्यक्तिहरूको सेवा प्रभावित हुने गरी राजनीतिक हस्तक्षेप भएको पाइएको छ। मानव सेवा उद्धार आश्रमका केन्द्रीय अध्यक्ष सुमन श्रेष्ठका अनुसार आश्रममा राजनीतिक हस्तक्षेप तीव्र गतिमा बढ्दै गएको छ। उनका अनुसार आश्रमकै फेसबुक पेजमा समेत हस्तक्षेप गरी गतिविधि नियन्त्रण गर्ने प्रयास भएको छ। आश्रमका अध्यक्ष रेवत राज भण्डारीले अनधिकृत हस्तक्षेप गरेको आरोप लागेको छ। यो मानव उद्धार सेवा भनेको त विशुद्ध सामाजिक संस्था एवं यहाँ राजनीति नघुस्ने भनेर यहाँ स्थापना गरियो सर। अहिले आएर हेर्दाखेरि चरम यो राजनीति हस्तक्षेप भएको पाइएको छ। यसमा के भन्नुहुन्छ तपाईँ? एकदम विशुद्ध सामाजिक संस्था हो सर। मैले स्थापना गरेर यो भ्याली बाहिरको लागि दोस्रो शाखा हो। केन्द्रीय कार्यालय चाँगुनारायण नगरपालिका वडा नम्बर 3 भक्तपुरमा हो र यसै गरी अर्को शाखा चाँगुनारायण नगरपालिका वडा नम्बर 4 मा नगरपालिकाको सहकार्यमा मलाई एउटा विद्यालय, पुरानो विद्यालय दिनुभएको छ। त्यहाँ अहिले आश्रित 10 जना बुवा आमाहरू हुनुहुन्छ र भ्याली बाहिरको लागि पहिलो शाखा हो। यहाँ अहिले हामी 35 जना छौँ। 35 जना आमा बुवालाई सेवा दिइरहेछौँ। विशुद्ध सामाजिक संस्था हो, तर अहिले पछिल्लो समयमा आएर चाहिँ चरम राजनीतिक खेपिराख्नु परेको छ सर। मैले यसको लागि मैले विगत 4-5 दिनदेखि कुरा उठाएँ। भित्रभित्रै मिल्छ कि भित्रभित्रै मिलाउन सकिन्छ कि भन्ने हिसाबले लागि परेको, तर भित्रै रूपले मिलाउन नसक्ने स्थितिमा उहाँहरूको एकदमै दबाब। अहिले पछिल्लो समयमा त यो संस्थाबाट दैनिक गतिविधि क्रियाकलापहरू हुँदै गरेको फेसबुक पेज समेत उहाँहरूको कब्जामा छ। उहाँहरूले बाहिरबाट राम्रै बोल्नुहुन्छ, राम्रै भन्नुहुन्छ, त्यस्तो केही छैन, तर उहाँहरूको अन्डरमा, उहाँहरूको कब्जामा चाहिँ म परिरहेको छु। अब तपाईँहरूले यही मिडिया मार्फत म भन्छु, मलाई दमक नगरपालिकाले पटक पटक मैले डेलिगेसनमा जाँदा सर ठाउँको अभाव भयो, हामीलाई ठाउँ दिनु सक्नुहुन्न भनेदेखि लिखित रूपमा जवाफ दिनुहोस्, म रेन्टमै भए पनि दमक चलाउँछु, शाखा चलाउँछु, म केन्द्रबाटै ल्याएर चलाउँछु भन्दै गर्दा पनि उहाँहरूले ठिक छ हामी मिलाउँछौँ भन्नुभयो। ठिक छ, अझै पनि मैले हेरिरहेको छु। यहाँ कस्ता किसिमका राजनीतिक हस्तक्षेप गरेका छन्, कस्ता किसिमका गर्नु भएको छ यहाँ खुदै चाहिँ स्पष्ट पार्दिनु छ। मैले यहाँ आएर कार्य सहजताको लागि भनेर 4 महिना 9 गते नगरपालिकासँगको सम्झौता पछाडि 4 महिना 19 गते श्री रेवत चन्द्र भण्डारीको संयोजकत्वमा 7 समिति गठन गरेँ कार्य सहजताको लागि भनेर। अहिले त्यही समिति चाहिँ मलाई गला फाँसो भएको छ। मैले समितिको चरम हस्तक्षेप भइसकेपछि सर म यसरी सकिन्न, यो कमिटी विघटन गरौँ भन्दै गर्दाखेरि उहाँहरूले विघटन गर्दैनौँ, हामी राजीनामा दिँदैनौँ, सक्सेस भने निकालेर देखा भन्ने जस्तो धम्की र फेसबुक कब्जा, उहाँले फेसबुक पेजमै कब्जा गर्नुभएको छ। मैले पटक पटक अनुरोध गरेँ सर फेसबुक पेज त मैले मेरो संस्था भन्दै गर्दा चाहिँ मैले परमानले मेरै नाममा दर्ता भएकोले मेरो संस्था भने, तर यो विशुद्ध सामाजिक संस्था भएकोले सबैको संस्था हो। तर मेरो नाममा म अलिकति बढी जिम्मेवारी भएको हुनाले चाहिँ मैले मेरो संस्था भने गर्दाखेरि अहिले पछिल्लो समयमा फेसबुक पेज पनि कब्जा, यहाँको अपडेटहरू केही दिन पाएको छैन। दैनिक अपडेटहरू, क्रियाकलापहरू, यहाँको गेस्ट आउँछ, के सहयोग ल्यायो, के गरी चलिरहेछ, बाबाआमालाई के छ कस्तो छ, सम्पूर्ण त्यति कुराहरू अहिले दिन सकेको छैनौँ र मैले पटक पटक अनुरोध गरेँ यो फेसबुक पेज मैले मेरै संस्थाको चलाउन नपाउने भन्नु हुँदैन। कतिसम्मको तपाईँहरूको दादागिरी हस्तक्षेप कि त तपाईँहरूले भनिदिनु पऱ्यो हामी अर्को संस्थाबाट चलाउँछौँ, त उठेर जा, लिखित रूपमा नगरपालिकाले जवाफ ल्याओस्। 24 घण्टाभित्र म बोर्ड निकालेर, मेरो बोर्ड निकालेर, मैले ल्याएको स्टाफ निकालेर यहाँको सम्पूर्ण सामञ्जस्य अहिलेसम्म आएको भौतिक सामग्रीदेखि लिएर सम्पूर्ण मान्छे सहित नगरपालिकालाई जिम्मा लाएर म निस्किनु तयार। यसैबीच दमक नगरपालिका वडा नम्बर 2 का वडा अध्यक्षले यो विषय बाहिर नलिई स्थानीय तहमै समाधान गर्ने प्रस्ताव राखेका छन्। यो चाहिँ नियम कानुन विधि अनुसार हैन सञ्चालन हुनुपर्नेमा यहाँ केही अब त्यस्ता हैन दम्मका कुराहरू मैले पाएको छु। ती दम्मका कुराहरूलाई हामी त्यसलाई समन्वय गर्ने नियम विधि अनुसार एउटा चाहिँ हैन यो जुन खालको उहाँहरूको
विधान हुन्छ विधान विपरीत सञ्चालन हुन गइरहेको छ। उहाँहरूको मैले विधान मागेको छु, विधान हेरेर विधान सम्मत जुन कार्य सञ्चालन गर्नको लागि यस्तो खालको हस्तक्षेप हुन हाम्रो 2 नम्बर वार्डमा हामी कदापि दिँदैनौँ। त्यो हुन सक्दैन। त्यसो हुँदाखेरि काहीँ कुनै राजनीतिक हस्तक्षेप नदिनको लागि हाम्रो 2 नम्बर वार्ड जुनसुकै कदम चाल्न पनि पछि पर्ने छैन। यो मानव उद्धार आश्रम भनेर बाहिर रहेका मानवलाई ल्याएर यहाँ राखिएको छ अनि उहाँहरूमाथि नै राजनीति भइरहेछ। यहाँ यस विषयमा चाहिँ के भन्नुहुन्छ? बाहिर भएका त सडक मानव यो राम्रो काम हो। सडकमा चाहिँ जो मान्छे चाहिँ परिवारविहीन त्यसप्रकार चाहिँ लडिरहेको, सडकमा बसिरहेको, उसको आफ्नो त कोही पनि नभएको त्यस्तो मान्छेहरूलाई यो राख्नु त एकदम 2 नम्बर वार्ड होइन, यो चाहिँ झापा जिल्ला, यो चाहिँ कोशी प्रदेशकै राम्रो काम हो। तर यसलाई व्यवस्थित गर्नको लागि नगरपालिकाले जुन खालको वडा कार्यालय दिएका छौँ, यो वडा कार्यालय सानो पनि छ र यसलाई चाहिँ अलिकति व्यवस्थित गर्नको लागि अलिकति ठुलो धेरै चाहिँ फराकिलो ठाउँमा राख्नको लागि हामीले पहल कदमी गरेका छौँ र मैले प्रतिबद्धता के पनि जनाइसकेको छु भने उहाँहरूलाई भनिसकेको छु, म यो चैतभरिमा तपाईँहरूलाई व्यवस्थित हुने जति पनि मान्छेहरू 100-200 जनी 400 जनी मान्छे राख्ने भए पनि मान्छे जति हुनुहुन्छ कोशी प्रदेशभरिका मानव सडक मानवहरूलाई राख्ने व्यवस्था गर्ने खालको भवनहरू व्यवस्था गर्ने भन्ने मैले चाहिँ आफूले प्रतिबद्धता पनि जनाएको छु र त्यो काम पनि हुन्छ। र उहाँहरूको जुन अहिले चाहिँ आएर मानव उद्धार सेवा समितिले जुन खालको कार्य गरिरहेछ यो हामी म उहाँहरूलाई धेरै धेरै आभार पनि व्यक्त गर्न चाहन्छु, धन्यवाद दिन चाहन्छु। उहाँहरूले यो सहयोग गर्ने कुरा हामी आफैले गर्नुपर्ने। मानव उद्धार समिति काठमाडौँबाट चाहिँ यो कार्यक्रम गरेको हुँदा जुन काठमाडौँमा भएको मानव उद्धार सेवा समितिलाई म धन्यवाद दिन चाहन्छु, आभार। अनि त्यस पछाडि जुन खालको यहाँ आएर गतिविधिहरू राजनीतिक गतिविधिहरू हुन थालेको छ यसलाई रोक्नको लागि मैले अघि भनिसकेको छु होइन, के गर्नुपर्छ हामी त्यो गर्छौँ। तर स्थानीय सरकारमै समन्वयमा सञ्चालन भइरहेको संस्थामा यति गम्भीर विवाद उत्पन्न हुनु निन्दनीय विषय भएको भन्दै सेवाग्राहीहरूले असन्तोष जनाएका छन्। असहायहरूको सेवामा समर्पित संस्थामा समेत राजनीतिक चलखेल हुनु लज्जास्पद भएको सामाजिक कार्यकर्ताहरू बताउँछन्। यस्तो संवेदनशील विषयलाई लिएर राजनीति हुनु नै गलत भएको भन्दै स्थानीय तहले यथाशीघ्र समाधान नगरे स्थिति झनै जटिल बन्न सक्ने चेतावनी दिएका छन्।